सबैलाई स्वागत छ यो नयाँ भिडियोमा। यो भिडियोमा चाहिँ हामी दिप्सा गाउँ जाँदैछौँ र यो देख्नु भएको दृश्य चाहिँ भोजपुरदेखि दिप्सातिर गाडीमा लागिँदैछ। आई होप यु गाइज कैन एन्जॉय दिस भिडियो। अब चाहिँ गाउँ आयो नि त दिप्सा आयो। दिप्सा गाउँ सुन्तला रहेछ। हान्नु पो खोज्छ त त्यसै आँखा के भयो? हान्नु पो खोज्छ त है। चप जाड हुँदैछ न नानी तल? हजुर जाड हुँदैछ न? यो चाहिँ कुन के छ? दिकुवा हो? ए देखेको पानी ट्याङ्की त एउटा ऊ जस्तो देखिँदैछ नि, निलो त्यो टावर जस्तो निलो घर जस्तो त्यो पानी ट्याङ्की भोजपुर बजारदेखि माथि टक्क। यो चाहिँ भोजपुर बजार भयो है। पिङ डाँडाबाट होइन? कोट कुन चाहिँ? पिङ डाँडामा ओहो मजाको रहेछ है। पिङ डाँडा साकेला साङ्केवा यायोखा पार्क टेम्केमयु गाउँपालिका 7 अम्बिरी डाँडा भोजपुर। कस्तै त्यहाँ है जुत्ता पनि राख्दा रहेछ। ओहो ल लाली गुराँस अलिकति रहेछ देख्दैवटा यहाँ यस्तै रहेछ। लाली गुराँस पनि ल देखियो। त्यहाँपट्टिको चाहिँ दिप्सा गाउँ। कोट स्कुल यो चाहिँ दिप्सा गाउँको पुरानो बाटो, मूल बाटो। गुगलबाट हेर्दाखेरि होइन
यो चाहिँ वडा नम्बर 6 गुट पो रहेछ त गुट भोजपुर गाउँ चाहिँ यस्तो छ भोजपुर वडा नम्बर 6 गुट हैन गुट मेला भयो कि पहिले हिँडेर आउँदाखेरि त उनी भइहाल्यो होइन अनि यो चाहिँ खोलामा पुल बनाएछ भन्थ्यो मामाले होइन अनि कस्तो चाहिँ पुल बनिएछ होइन म दाइ त पुल थिएन पुल छ त्यही हो अनि साइडमा चाहिँ झोलुङ्गे पुल थियो पुल देखियो भने अहिले त पुल ठुलै बनाएर रहेछ नि त पहिले त खोलाबाट पढि जान्थ्यो है पहिले तलबाट गाडी कुद्थ्यो अनि त्यो पुल त्यहाँबाट गुम्बा भयो है ल दिप्सा आउने बाटो भोजपुरदेखि हो माले हो तारे हो हरियो डाँडा माथि हलो जोत्ने साथी हो माले बाँझले पुरा खनिँदो रहेछ नि त्यो रोपेको त्यो तल खन्दैछ तर त्यसमा चाहिँ रोपेको छैन होला पुरानो रुख झरा यत्रो छ नेवार गाउँ होइन दाइ नेवार गाउँको खेत बाख्रा भैँसी कि गोरुको त त्यो गोरुहरू गोठाला लोकल डेलिकेसी माथिमा त सानो देखेको क्या तपाईँ यहाँनिर चाहिँ ठुलै छन् पनि यहाँबाट सानो तर ठुलो भइरहेको तल एकछिन हेरेँ ल यहाँ पनि अर्को ठुलो रुख रहेछ आएको यस्तै त्यस्तै पुरा छोपियो गोबाली र कोटको स्कुल श्री जनोदय माध्यमिक विद्यालय
बनाउँछ नि त्यो तिनीहरूले त्यो धेरै वर्ष अगाडि तर मैले टेस्ट बिर्सिसकेँ। हो मजाले पकाएन भने गनाउँदो रहेछ कि कार्यालय साइनबोर्ड पनि पुरा भइसकेको रहेछ हामी मेरो भाइलाई घुमाउँदै नयाँ वडा कार्यालय हुन्छ नि पछि अनि त्यहाँनिर चाहिँ नि कताबाट जाने यताबाट हो म पनि गएको रहेछु। ए त्यो तल गेट रहेछ नि त गेटबाट ठुलै पो रहेछ त्यो त टेन्सन होला एक जमानाको त खतरा डिजाइन गर होला नि है ल यो चाहिँ पानीको मुख यस्तो रहेछ ल यहाँबाटबाट सट्ट गरेर यत्रो ठुलो पानीको मुख रहेछ मजाको रहेछ यहाँबाट ठुलो रहेछ नि त यहाँबाट गएर यस्तो गरेर ठुलो रहेछ यहाँबाट त्यो ठुलो रहेछ ल पानी यो चाहिँ चण्डी धारा पहिले यहीँ लाग्दैन के चण्डी चण्डी अनि जाने बाटो चाहिँ यता यो चाहिँ गाउँघरमा बस्तुको लागि गाई बस्तुको लागि घाँस खाना रुखबाट पातहरू झार्थे यो चाहिँ दिप्सा गाउँबाट सनराइज पर्फेक्ट सनराइज है रेड डट यस्तो मजा छ सबै घर होइन यो चाहिँ ड्रोन भ्यू त ड्रोनबाट खिचिएको भिडियो यो दिप्सा गाउँ र दिप्सा गाउँको वरिपरिको गाउँहरूको माथिबाट ड्रोनबाट खिचिएको दृश्य This is this beauty clip taken from the drone from above of the village called Dipsa and the surrounding village of Dipsa.